नमस्ते, म एसबी पौडेल यहाँहरूलाई नेपाल स्टक इन्फो र फेसबुक पेजमा हार्दिक स्वागत गर्दछु। म तपाईलाई नासा एक्स ब्रोकर नम्बर 58 को नासा एक्स मोबाइल एपबाट 7 डे 24 आवर सेयर कसरी किन्ने कसरी बेच्ने भन्ने छोटकरीमा बताउन गइरहेको छु। अब हामीले नासा सेक्युरिटीको मोबाइल एपबाट अथवा वेबसाइटबाट जुनसुकै बेला बिदाको दिन पनि तपाईहरूले अर्डर गर्न सक्नुहुन्छ। तर अर्डर गरे तापनि म्याचिङ समय भनेको बजार खुल्दाखेरि मात्रै म्याचिङ हुने हुन्छ। तर अर्डर गर्नको लागि चाहिँ तपाईले जुनसुकै समय पनि अर्डर गर्न सक्नुहुन्छ। यसको लागि तपाईले नासा एक्सको मोबाइल एप खोल्नु होला र मोबाइल एप खोलिसकेपछि यहाँनिर तल हेर्नु होला अर्डर लेखेको ठाउँमा क्लिक गर्नुहोस्। र हैन तपाईको आफूसँग भएको शेयर बिक्री गर्नु छ भने चाहिँ तपाईको पोर्टफोलियोमा क्लिक गरेर सिधै कुन कम्पनीको बिक्री गर्ने हो त्यो कम्पनीमा यहाँनिर क्लिक गरेर सेलमा र बाईमा क्लिक गर्न सक्नुहुन्छ। त्यही कम्पनीको बिक्री गर्ने भयो जस्तो सेलमा क्लिक गरेर यसको मूल्य कम्पनीको नाम यहाँ आउँछ र यसको चाहिँ लास्ट प्राइस देखाउँछ र तपाईले कति किता यहाँनिर बेच्ने र कुन प्राइसमा बेच्ने त्यो हानेर यहाँनिर सेलमा क्लिक गर्न सक्नुहुन्छ। यो तरिकाले तपाईले बेच्न सक्नुहुन्छ। अथवा तपाईले अरु नै कम्पनीको किन्न चाहनुहुन्छ भने यो अर्डरमा क्लिक गरेर तपाईले कम्पनीको नाम यहाँ क्लिक गरेर टाइप गरेर त्यस पछाडि यसको मूल्य क्वान्टिटी अनि कति किता किन्ने र कुन मूल्यमा किन्ने क्लिक गरेर तपाईले यहाँनिर बाईमा क्लिक गर्न सक्नुहुन्छ। यो तरिकाले तपाईले जुनसुकै समय पनि नासा एक्सको नासा मोबाइल एपबाट तपाईले शेयर खरिद तथा बिक्री गर्न सक्नुहुन्छ। अहिले चाहिँ अरु ब्रोकरले लागू गरेको छैन तर 58 ले आजबाट लागू गर्दैछ। त्यसैले गर्दा अब चाहिँ हामीले जुनसुकै समय पनि शेयर किन्नको लागि बेच्नको लागि अर्डर गर्न मिल्ने भएको छ। तर अर्डर म्याचिङ भनेको चाहिँ बजार खुलेको समयमा 11 देखि 3 बजे भित्रमा चाहिँ तपाईले राखेको प्राइसमा अरु किन्ने मान्छे पाए भने त्यो समय मात्रै म्याच हुने हुन्छ। यो छोटो भिडियो तपाईलाई जानकारी गराएँ। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो युट्युब च्यानल नेपाल स्टक इन्फो र फेसबुक पेजमा पनि तपाईहरुले हामीलाई हेर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। हवस् त, नमस्ते।